एक दिन एउटा खोलाको किनारामा दुईवटा रुख रहेछ अनि एउटा चरा आफ्नो सानो सानो बच्चाहरूलाई लिएर त्यो रुखमा शरण लिनका लागि आए। अनि पहिलो रुखमा गएर उसले भन्छ, म आफ्नो सानो बच्चाहरूसँग बिजोग भएर यहाँ आएको छु, के तपाईँको हाँगामा मलाई गुड बनाएर बस्न दिनुहुन्छ भनेर भन्दा त्यो रुखले एकदमै इन्कार गरे। होइन होइन, तिमी मेरो हाँगामा बस्न सक्दैनौ, तिमी त्यो अर्को रुखमा गएर त्यहाँनिर भन न, सायद उसले दिन्छ होला तपाईँलाई भनेपछि त्यो चरा निराशसँग आफ्नो सानो नानीहरूलाई लिएर अर्को रुखमा गए। अनि त्यो रुखलाई पनि सेम कुराहरू उसले राख्छ, के तपाईँ मलाई बस्ने ठाउँ दिनुहुन्छ, किनकि म मेरो नानीहरूसँग बिजोग अवस्थामा छु, तपाईँको हाँगामा गुड बनाएर बस्छु नि भन्दाखेरि त्यो रुखले सहर्ष स्वीकार गरे अनि बस्ने अनुमति दिएपछि त्यो चराले आफ्नो बच्चाहरूसँग त्यही नै गुड बनाएर बस्न लागे। केही समय पश्चात धेरै पानी पर्यो अचानक अनि एकदमै हुरी बतास आए अनि त्यो हुरी बतास र पानीले त्यो अर्को रुखलाई एकदमै लडाए अनि जराहरू उखुलिएर त्यहाँबाट नदीमा बग्न लागे, त्यो खोलामा बग्न लागे। त्यति बेला त्यो चराले हाँस्दै नै भन्छ त्यो रुखलाई, हौ हामी बिजोग हुँदाखेरि म सानो नानीसँग म बिजोग भएर तपाईँको अगाडि मैले शरण लिन आउँदाखेरि तपाईँले मलाई दिनु भएन नि, त्यसको पाप लागेको तपाईँलाई देख्नुभयो भनेर त्यो रुखलाई त्यो चराले त्यसो भन्दाखेरि त्यो रुखले हाँस्दै उत्तर दिँदो रहेछ, मलाई थाहा थियो मेरो जराहरू कमजोर छ भनेर, मलाई थाहा थियो म कुनै पनि बेला ढल्न सक्छु, म यहाँबाट लड्न सक्छु भनेर, अनि म लडिहालेँ भने म यहाँबाट मेरो जराहरू उखुल्यो भने तिमी सँगसँगै तिम्रो सानो बच्चा पनि बिजोग हुन्छ भन्ने कुरा मलाई थाहा थियो। त्यसै कारणले गर्दाखेरि तिमीलाई मैले त्यो समयमा शरण दिनु सकिनँ, त्यसको लागि मलाई क्षमा गरिदिनु भनेर त्यो रुख सट्ट बगेर गए। आजको कथाबाट तपाईँले थुप्रै कुरा सिक्नु भएको छ। यो कथा यथार्थ होइन, यो कथा यो बनावटी कथा मात्र हो, यो भावना बोकेको कथा मात्र हो, तर यो भित्र सत्यताको कुरा छ। त्यो सत्यताको कुरा चाहिँ कहिलेकाहीँ हामीलाई मान्छेले इन्कार गर्यो भन्दा हामी उसलाई श्राप गरे, हामी सरापी पठाउँछौँ। हामीले यो अवस्थामा पनि उसले हामीलाई साथ दिएन, कस्तो खालको रहेछ, पाप लाग्छ भनिराखेको हुन्छौँ। तर उसले इन्कार गर्नुको पछाडि रिजनहरू हुन्छन्, यस्तै कारणहरू हुन्छ। त्यस कारणले गर्दाखेरि कसैले हामीलाई डाइरेक्ट इन्कार गर्यो भन्दामै हामीले उसलाई सराप्नु हुँदैन, उसलाई हामी मन दुखाइहाल्नु हुँदैन। उसले सायद आफ्नो परिस्थिति याद छ र नै उसले हामीलाई इन्कार गरेको हुनसक्छ। धेरैजनाले हामीलाई इन्कार गर्यो होला थुप्रै कुराहरूमा, तर त्यो परिस्थिति हामी नबुझी नै उसलाई हामीले नराम्रो सोची पठाउँछौँ, उसले हामीलाई यसो गर्यो उसो गर्यो भन्ने हामी सोची पठाउँछौँ। तर उसले आफ्नो परिस्थिति कस्तो अवस्थामा भोगिरहेको छ त्यो कुरा पनि हामीले बुझ्न पर्ने हुन्छ। सायद मैले पनि, सायद तपाईँले यो कथा सुन्दै गरेको दर्शक श्रोताले पनि कयौँ ताल आफ्नो परिस्थिति बुझेर धेरैलाई आफ्नो लाइफमा इन्कार गर्नुभयो होला, होइन? त्यो परिस्थिति त त्यो व्यक्तिलाई पो थाहा छ जसले भोगिराखेको छ। यस कारणले गर्दाखेरि कसैले हामीलाई डाइरेक्ट इन्कार गर्यो भन्दाखेरि उसको परिस्थितिमा केही परिस्थिति छ भन्ने कुरा हामीले बुझ्नुपर्छ, न कि हामी उनीहरूलाई सराप्नु होइन। धेरैचोटि हामीलाई गाडीले लिफ्ट नदिँदै गर्दाखेरि यो गाडी त एक्सिडेन्ट भइजाओस् भनी सोच्छौँ, तर त्यो गाडीको परिस्थिति कस्तो छ त्यो पनि त हुनसक्छ। कोही बेला गाडी प्याक्ड हुन्छ, कोही बेला त्यो गाडी एकदमै कम्ती क्यापेसिटी चढाउनु पर्ने स्थिति हुन्छ अनि गाडी कुदाउँदै जाँदाखेरि रोक्दाखेरि स्वाट्टै जाँदाखेरि एकदमै सरापी पर्नु, यो गाडी त लडिजाओस्, म यस्तो बिजोग भइरहेको बेलामा पनि हेर नउठाएको मलाई यो गाडीले, थुप्रै कुराहरू हुन्छ। तर हामीले बुझ्नुपर्छ त्यो परिस्थिति, जुन परिस्थिति हामीलाई थाहा छैन त्यो परिस्थिति उसलाई थाहा हुनसक्छ, जसको कारणले गर्दा हामीलाई इन्कार गरेको हुनसक्छ। यस कारणले गर्दाखेरि कसैको परिस्थिति नबुझी हामी कसैलाई पनि नसरापौँ, हामी कसैलाई पनि हामी ब्लेम नगरौँ, किनकि उसको अवस्था उसलाई थाहा छ। धेरैभन्दा धेरै तपाईँहरूको माया र सपोर्टले आजसम्म यहाँ आएको छु। कृपया आउने दिनमा पनि यहाँले मलाई धेरै सपोर्ट गर्नुहुन्छ, भिडियो सेयर गरेर, लाइक गरेर, सब्सक्राइब गरेर अनि मलाई फलो गरेर भन्ने आशाको साथमा फेरि पनि कथा लिएर उपस्थित हुनेछु। तबसम्मको लागि यहाँलाई म बिदा भन्न चाहन्छु।